हेर उत्तिसे, मलाई जसरी पनि यो वर्षभित्र एउटा सन्तान चाहियो। हो नि भाउजू, 20,000 रुपियाँ हो नि, त्यही माथि 3 रुपियाँ ब्याजले चलाएको छ बुढाले। अध्यक्ष त म जसरी नि मै हुने हो, यिनीहरूलाई त म अध्यक्ष हुन दिँदिनँ। यिनीहरूको जाल जाल सब मलाई थाहा छ। के गर्दैछ यार? होइन हौ दाजु, तेर्ल्याम च्याब्रुङ बोकेर कता हिँड्नु भयो? ए त्यहाँ तल हौ, हिजो च्याब्रुङ बनाउनको लागि लगेको थिएँ, खै छाला भेट्दै भेटिएन। अनि तल घरमा छोडिरहेको थिएँ, त्यही लिएर आएको नि हो। हो र आम्फे, तर मलाई अचम्म लागेको कुरा चाहिँ नि दाजु, तपाईँ यो च्याब्रुङ सधैँ किन भिडिराख्नुहुन्छ हो? अब हेर्नु दाजु, जमाना फेरियो, यस्तो पुरानो शैलीलाई पछ्याएर काम छैन। बरु नि दाजु, अहिले त बजारतिर ड्रम सेट पाइन्छ, त्यो किन्नु। हौ कसो भयो अरे तेरो कुरा? अचम्मको पो बोल्छस् त हो। अचम्मको होइन हौ दाजु, के पुरानो जमानामा फर्किनुहुन्छ हौ? मलाई चाहिँ ठिक लाग्दैन। पुरानो सोच, पुरानो कुरा। ए कुरो त्यसो पो ठेङबारे। तर एउटा कुरा सुन, हाम्रो नेपालमा जातिकै कुरा गर्ने हो भने नि हामी 125 जाति छौँ र प्रत्येक जातिले आफ्नै धर्म मान्छ, बुझिस्? अनि सबै जातिले आफ्नै संस्कार संस्कृति मनाउने गर्छ, बुझिस्? तर दुःखको कुरा ठ्याङबारे, तँलाई आफ्नो संस्कार संस्कृतिको बारेमा पनि केही थाहा रहेन रहेछ हो। अनि तैँले हाम्रो च्याब्रुङलाई त्यो नाथे जाबो विदेशबाट ल्याएको ड्रमसेटसँग तुलना गर्छेस्? ल त्यो पनि ठिक छ, त मलाई एउटा कुरा चाहिँ भन् त, तँ चाहिँ कुन जातिको हो? हे दाजु, खाना भोग जस्तो नगर्नु न। म थिबोङसा याक्थुङ लङ्वा लिम्बू हो। हैनस् त लिम्बू, विदेशी होस् त। हे नजिस्किनु न हौ दाजु, कसरी होइन हौ म लिम्बू, म लिम्बू नै हो। अनि कस्तो कुरा गरे त तैँले? झन् मैले अघि नै भनेको हो कि न, सबैको आफ्नो आफ्नै संस्कार संस्कृति हुन्छ भनेर। हुन्छ कि हुँदैन? हुन्छ त्यो त। हो कुरा बुझिस्? अनि ठ्याङबारे, तँ त 12सम्म पढेको भनेको होइन? यस्तै हो तैँले पढेको? ए दाजु, कहाँको कुरा कहाँ पुर्याउनु भयो? प्रथमा म कुरा सोध्दै नै उस्तो नि, बरु यो हो ठिक चौक बिना ठुला बेगा। छोड दे, अनि बिहानै खाएर आएको, अलिक माथि माथि पनि भइरहेको छु। र अर्को कुरा सुन, यो च्याब्रुङ भनेको हामी लिम्बूहरूको परम्परागत बाजा हो र यसले हाम्रो धर्म संस्कारलाई जोगाएर राखेको छ।
तेरो कुरा कस्तो भयो अरे त्यो तैँले अघि कुरा गरिस् नि जुन ड्रमको त्यो ड्रम भनेको बाहिरीबाट विकास भएर आएको बाजा हो। यो च्याब्रुङ छ नि यो भनेको हाम्रो पुर्खाहरूले उत्पत्ति कालदेखि नै बजाउँदै आएको मनाउँदै आएको बाजा हो। तैँले यो हाम्रो पवित्र बाजालाई त्यो अनि ड्रम सेटसँग तुलना गर्ने तैँले पढेको यही हो। अनि हेर यो च्याब्रुङसँग हाम्रो संस्कार संस्कृतिको मात्रै होइन मेरो व्यक्तिगत पनि सम्बन्ध छ। 12 पढेको अरे हे ठेङबारे किताबी ज्ञानले मात्रै केही हुँदैन है बाहिरी ज्ञान पनि हुनुपर्छ नि विशेष गरी आफ्नो संस्कार र संस्कृतिको बारेमा। हौ तर यो दाजु पढे लेखेको नभए पनि पढे लेखेको जस्तै कुरा गर्छ। याद चाहिँ बोकेको हो बुढाले। यो केटाहरू काम नदिने रहेछ। त्यालम पुरानो च्याब्रुङ बोकेर कहाँ हिँडेको गरे। त्यो ठ्याङबारेलाई के थाहा च्याब्रुङ भनेको के च्याब्रुङको इतिहास के हो भनेर। अझ 12 पढेको अरे यस्तै हुन्छ 12 पढेको दिमाग। पानी परेपछि चाहिँ सब कुरा गर्छ हेर न। अहिलेको युवा भनाउँदाहरूको यस्तो हालत छ। यही पारा हो भने त अबको 15-20 वर्षमा त यो च्याब्रुङ त लो भएर जान्छ होला। होइन के हो हिजो पनि घुरेर हेरिस् आज पनि घुरेर हेर्दैछस्। होइन म त्यस्तो राम्रो छु र खाउला जस्तो गरेर हेर्छस् त। बढी नजिस्क है। होइन के भनेर चाहिँ त्यो ठ्याङबारेसँग बिहा चाहिँ ऋण लिएको। अरे होइन तँलाई मैले अस्ति नै भनेको होइन ऋण मात्रै हो भनेर। फेरि यो ब्याजको कुरा चाहिँ कहाँबाट आयो। गाउँघरमा के को ब्याज ऐचो मैचो मात्रै चलाएको। छैन ब्याज म सुन्दिनँ कि। हेर उतिसे तिम्रो यस्तै खालको ताल हो भने नि म कुन दिन पछि जान्छु है अनि तिमी एक्लै बस नि जे गर। झन् नबाजौँ भन्यो के र के। हेर न फेरि होइन तँलाई मैले के चाहिँ ढाँटेर सबै कुरा भनिरहेको छु त। अब ऋण चलाएको हो त्यो पनि भनेकै हो। अब तँलाई कसले चाहिँ कुरा सुनाउँछ लु भन् त। ब्याज स्याजको त कुरै छैन त। छैन ब्याज स्याज हामीलाई चाहिँ सुनाउँदैन कि। हाम्रो चाहिँ मान्छे छैन धेरै लाठी नसम्झी। ए धेरै टाउको नखाए लु भोक लागेछ साह्रो भात पस्की बरु कहाँ कहाँ के कुरा सुनेर आउँछ यहाँ। आफै पस्केर खा। अरे यो केटी होइन तँलाई सानोतिनो कुरा लिएर जहिले झगडा गर्नुपर्छ। होइन तँलाई के चाहिँ भएको छ लु भन् त। झन् तँलाई मैले बार बार भनेको होइन मैले ब्याज सहित ऋण चलाएको छुइनँ है भनेर। लु तँलाई पत्यार लाग्दैन भने लु हिँड ठ्याङमारेलाई सोधौँ। बेकारमा बम्केको छ बम्केको छ। धेरै नडाट डाटुवाको सन्तान। अरे के अरे ढाँटुवाको सन्तान अरे मेरो सागा सन्तानलाई ढाँटुवाको सन्तान भन्छस्। मेरो सागा सन्तान तेरो बाबुमाथि जस्तो होइन नि कुरा गर्छस्। के रे के भनिस् रे उत्से।
है ज्योति जा धेरै मेरो नमागर हुनु नखोज नि टाउकोमा टेक्नु नखोज टाउकोमा गर मैले तँलाई बार बार भनेको हो कि होइन मैले ब्याजमा पैसा चलाएको छुइनँ भनेर अझ कसो अरे भटुवाको सन्तान अरे बुढी कुटेर खुब ठुलो पल्टिन्छ नामर त बस अब तेरो घरमा एक्लै ठुक्कर बुढी कुटुवा भोलिको दिनमा मलाई लिनु आइज जा जा त जाँदा के आउँदा के डराउँछ भनेर होला डराउँछ भनेर तैँले सोचेको होला उत्तिसै यत्रो पनि डराउँदिन ल ल म लाग्यो है बोजू त्यहाँ भोलि जसरी हुनु पर्यो है काम सोल्टिनी हजुर सोल्टिनीलाई त कता कता देखि जस्तो लाग्यो ल कहाँनिर हौ त्यो अस्ति माथि बलजितेको बेलामा ढोल नाच्ने तपाईँ नै होइन मै हो तर किन पो साथै सोल्टिनीको गाउँ पनि यही हो यही हो नि ए गाउँ पनि राम्रो सोल्टिनी पनि राम्रो च्याब्रुङ पनि राम्रो नाच्नु हुँदो रहेछ तपाईँ यसो अनि कहिले यहाँ चाहिँ यो उत्तिसितैको ससुराली गाउँ पनि यही हो नि तपाईँलाई थाहा छ ए भनेपछि त मेरो प्योर सोल्टिनी पढ्नु हुँदो रहेछ तपाईँ त के साह्रो गर्मी हो सोल्टिनी नि गर्मी छ धन्न सोल्टिनी मेरो बाटो मिल्दो रहेछ होइन साथै सोल्टिनी के थर्यो हो तपाईँ म त मादन नाल्बो हो नि ए हो र लु सोल्टिनी म पनि बसेँ है अप्ठ्यारो नमान्नु होला अनि तपाईँ चाहिँ कुन गाउँको हो मेरो घर चाहिँ हेमाली सलाबोटी हो यहाँ पर चाहिँ बोजूकोमा सानो त्यही पैसाको लिनदिन थियो र यसो आएको थिएँ ए सल्लाहपट्टि भनेको त्यहाँ मास्तिरको गाउँ होइन हो नि सोल्टिनी तपाईँ पनि पुग्नु भएको छ होइन अस्ति नै यहाँ हाम्रो गाउँबाट देउसी भैलो लगेको थियो त्यतिखेर ढोल नाच्नु गएको थियौँ नि त ए ढोल नाच्नु देउसी भैलोमा हिँड्नु साह्रै मजा आउँछ सोल्टिनी होइन अनि सोल्टिनी गाउँतिर के गर्दै बस्नुहुन्छ हौ तपाईँ के गर्ने र सोल्टी माथि तपाईँकै गाउँतिर भट्टी पसल खोलेको छु अब 1-2 दिनदेखि सुरु गरौँ भनेको अरे हो र सोल्टिनी मेरो गाउँ कहाँ कतानिर खोल्नु भएको छ हौ भट्टी पसल चाहिँ माथि हौ भाइ 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 कहाँ गएछ यो चाबी पनि लगाइरहेको छ कहाँ गएछ यो घरमा चाबी पनि सबै लगाएको छ खेततिर पो गयो कि के हो दिदी हौ लु कहिले आउनु भएको
भर्खरै आएको हौ। कहाँ गएर आएको त चाहिँ? म त त्यहाँ पर अर्को गाउँमा ढोल नाच्नु गएको थिएँ अनि भर्खरै आइपुग्यो। ए अझै पनि ढोल नाच्दै हिँड्दैछौ है तिमीहरू? कम्ती मजा आउँछ सोल्टीहरू जिस्काउँदै नाच्नु। तपाईँ बिहे गरेर गइहाल्नु भयो, अब हामी त नाच्नै पर्यो नि, यहाँ गाउँघरमा यस्तै हो। ए अनि भेना चाहिँ आउनु भएन दिदी? ए आइन है तेरो भेना त। किन र? सधैँ त भेनासँगै आउनुहुन्थ्यो त दिदी। हे धेरै नसोच तेरो भेना सेना। ल बाँच्नु भयो कि क्या हो भेनासँग दिदी? त्यस्तै त्यस्तै। ए साँच्ची तेरो भट्टी पसल चाहिँ कतिको चल्दैछ हौ? के को चल्नु, बनाउनु चाहिँ बनाइराखेको छु। अब 1-2 दिनबाट मात्रै सुरु गरौँ भनेको, यहाँ के नमिलेर छैन हौ दिदी। ए लु छिटो चला है छिटो चला, म पनि आउँछु तेरो भट्टीमा ए खानुलाई। आउनु न। साँच्ची यहाँ हाम्रो भाइ कता गयो देखिन छैन त, चाबी लाएर कता गएछ गएछ? खै कहाँ गयो कि, खै म त बाटोमा आउँदाखेरि पनि देखिन हौ दिदी। ए कहाँनिर कहाँ कहाँ गएछ? गयो होला नि, काममा कहाँ गइरहेको छ ल। बरु जाउँ न यसो मेरो घरतिर। हे जानु र? ए जाउँ न, बल्ल बल्ल अलि आउनु भएको, जाउँ मेरो हिँड्नु। भाइ रिसाउँछ होला नि। अहिले भाइ आएपछि आउनु न, किन रिसाउँछ त्यो? ल जाउँ हिँड्नु, ल आउनु अगाडि। अनि सन्चै छस् होला नि? ए एकदम म त कम्ती सन्चै छैन, यहाँ खाएर यत्रो मोटाइराखेको छु, देख्नु भएन तपाईँको आँखा? यहाँ कस्तो मोटाएर यहाँ सन्चो भएर। के तपाईँ चाहिँ अलिक मोटाउनु न, कि भेनाले दिँदैन हो अलिक खानेकुराहरू भन्नु है। दिन्छ नि साह्रो च्याङच्याङ गर्छ र नि हो। ए च्याङच्याङ पो गर्छ? के गर्नु बे गरेपछि त्यस्तो।